एउटा बिरामीको ज्यान गएको छ रे। डाक्टरले छाती थिचेका थिए अनि त्यही बेला उनको सास रोकियो। सुन्नु भएको छ यस्तो कुरा? हुन त सुनिन्छ अचम्म लाग्ने कुरा हो, तर यो छाती थिच्नु वास्तवमा ज्यान बचाउने प्रयास हो। यो हो सीपीआर। अब विस्तारमा बुझौं किन गरिन्छ, कसरी गरिन्छ र कहिले नगर्नु पर्ने। मान्नुस् तपाईको सामु कसैको मुटु अचानक रोकियो, सास चल्दैन, आँखाले देखेन र बोली आएन। त्यस बेला सीपीआर भनेको आशाको अन्तिम किरण हो। सीपीआर अर्थात् कार्डियोपल्मोनरी रिससिटेसन यस्तो प्रक्रिया हो जसमा छाती थिचेर रक्त सञ्चारलाई चलाइन्छ अनि सास फुकाएर अक्सिजन फोक्सोमा पठाइन्छ। डाक्टर, नर्स वा तपाईँ म जस्तै साधारण मानिस कसैले पनि सीपीआर सिकेको भए कसैको ज्यान बचाउन सकिन्छ। सीपीआर कहिले दिनु पर्छ? जब कोही बेहोस हुन्छ, जब उसले सास फेर्न बन्द गर्छ वा जब मुटुको धड्कन रोकिएको हुन्छ। त्यो बेला 1 सेकेन्ड पनि महत्त्वपूर्ण हुन्छ। तत्काल निर्णय र सीपीआर सुरु गर्नु नै कसैको ज्यान फिर्ता ल्याउन सक्छ। मान्छेको मुटु र सास रोकिएपछि मस्तिष्कमा 4 देखि 6 मिनेटमै ड्यामेज हुन थाल्छ। यदि त्यस बेला सीपीआर दिइयो भने त्यो कृत्रिम रूपमा रक्त सञ्चार गराएर अक्सिजन पुर्याउने काम गर्छ अनि त्यो एउटा प्रयास उसलाई फेरि जिन्दगी फर्काउने आशा बन्दछ। तर के हरेक अवस्थामा सीपीआर दिन सकिन्छ? होइन। यदि कोही पहिले नै मृत भइसकेको छ र स्पष्ट रूपमा कुनै जीवनको लक्षण छैन, यदि डाक्टरले डु नट रिससिटेट आदेश दिएका छन् वा शरीर पूर्ण रूपमा दिमागी रूपमा मृत भइसकेको छ, त्यस्तो अवस्थामा सीपीआर दिनु उचित हुँदैन। कोही गम्भीर बिरामी जसले पहिले नै भनिसकेका छन् म मुटु रोकिएपछि सीपीआर चाहन्न, त्यो व्यक्ति आफ्नो निर्णयमा सम्मान पाउने हकदार छन्। त्यस्तै यदि चोट अत्याधिक गम्भीर छ, शरीर काम गर्न सक्ने अवस्थामा छैन, त्यस अवस्थामा पनि सीपीआर दिनु औचित्य हुँदैन। सीपीआर भनेको जिन्दगी फर्काउने एउटा अन्तिम आशा हो। कहिलेकाहीँ त्यो प्रयास सफल हुँदैन, तर त्यो प्रयासले मान्छेलाई एक मौका दिन सक्छ। अब जब तपाईँ अर्को पटक सुन्नुहुन्छ डाक्टरले छाती थिचे, त्यो मृत्युलाई होइन जिन्दगीलाई फर्काउने प्रयास थियो भन्ने बुझ्नुभयो भने त्यो पनि एउटा चेतनाको सीपीआर हो। यदि तपाईँले सीपीआर सिक्नुभयो भने साँच्चीकै कसैको लागि तपाईँ भगवान बन्न सक्नुहुन्छ, ज्यान बचाउन सक्नुहुन्छ। त्यसैले सीपीआर सिकौँ, सचेत बन्नु अनि अरूलाई पनि बचाउन सक्ने बन्न सिकौँ।